केही चिज सरकारभन्दा नि माथि हुन्छन्। त्यसको सीमा चाहिँ हामीले बुझ्न सकेनौँ वा बुझ्न चाहेनौँ वा प्रयोगमा ल्याउन खोजेनौँ। समस्या त्यहीँनिर छ, हो कि? कसैको पनि बहुमत आउँदैन, सबैलाई सरकार चाहिएको छ। हामीले किन यो भन्न सकेनौँ? पहिलो पार्टी किन लेख्न सकेनौँ संविधानमा? जनताले रोजेको पहिलो पार्टी या त प्रत्यक्षमा फर्स्ट भएको वा समग्रमा फर्स्ट भएको पार्टीको लिडिङ रोल हुन्छ, अरू पार्टीहरू त्यसमा मिसिन सक्छन्। 10 सिटलाई 7 सिटलाई प्रधानमन्त्री बनाएर गएपछि न पोलिसीको निरन्तरता, न जनमतको निरन्तरता, सम्मान, न परिवर्तनको सम्भाग त्यही हुन्छ। त्यसैले चाहिँ यिनीहरू जम्मै मिल्न त पार्टी नै एउटै पार्टी बनिहाल्यो, त्यो भने फेरि अर्को अटोक्रेसीको जन्म हुन्छ। यी जम्मा मिल्नु पर्दैन, न्यूनतम कुरामा मिल्नुपर्छ। त्यति नै हो यसको कुरा।